नमस्ते सबैजनालाई। हामी चाहिँ आज बोल्न जाँदैछौँ किनभने झल्याङ्गीमा जाँदैछौँ किनभने त्यहाँ यस्तो ट्याङ्की पानी खाने हाम्रो चाहिँ झल्याङ्गीबाट हो। अनि त्यही भएर हाम्रो झल्याङ्गीमा चाहिँ ट्याङ्कीहरू सफा गर्न जाँदैछौँ। त्यही भएर यता गाइसहरू हामी चाहिँ त बजार हुनुहुन्छ अहिले मान्छेहरू थुप्रै थुप्रिनुहुन्छ होला थुप्रै यिनीहरू चाहिँ हाम्रो साथी पछि आछन्। यो चाहिँ भोटे सबै ठाउँको मान्छेहरू आउनुहुन्छ। अहिले एकछिनमा त्यहाँ भेट भएर जान्छौँ है त हामीहरू। अहिले म देखाउँछु हजुरहरूलाई हेरेर जानु होला आजको हाम्रो काम। यता गाइजहरू खालि गाइजहरू आउँछ चाहिँ बजेहरू हिँड्दै हुनुहुन्छ बजे माइजू। यता गाइज अहिले उतै गएर भेटौँ है सबैजना भेला भएको बेलामा म देखाउने छु हजुर। हामी चाहिँ हिँड्दैछौँ मान्छेहरूलाई कुनै भनेको यही ठाउँमा तर मान्छेहरू गइसक्यो रहेछ। हामी चाहिँ हिँड्दैछौँ यता त्यहीँ गएर भेट्नेछु। म चाहिँ त्यहीँ गएर भेट्ने छु है त भाडामा गएर कसो डोहरू अबे त्यसको बाद अगाडि हाम्रो गाउँको बुढाहरू अगाडि हिँड्दो रहेछ। हामी चाहिँ पछि छौँ। हामी चाहिँ बुढोहरूलाई भेट्न आइसक्यौँ। हामी चाहिँ घाँस पनि काट्छौँ मिल्यो भने। हामी सबैजना भेला भइसक्यौँ। हाम्रो यात्रा कहाँसम्म हो? यहाँ माथि के घाँस हो के हो त्यो? ल के अरे उ जस्तो के भन्छ अरे उयो के अरे नाम पनि दगदगी घाँस जस्तो देखियो। हामी कायम यस्तो जङ्गलमा हो क्या। पुरै आगो लागे लगाए दाउरा हो क्या हजुर यसरी दाउरा चाहिँ यहाँ पर हेर्दा काटेर। हामी चाहिँ हिँड्दैछौँ कहाँ हो यस्तो बाटो लिएर आएको छ हामीलाई चाहिँ। हामी बाटो चिनेको छैनौँ तर पनि आछौँ। जङ्गलमा रोड छ है गाइजहरू रोड हामी चाहिँ रोड हिँड्दैछौँ पुरै जङ्गलको बिचमा। हामी चाहिँ उता तल मुनितिर जान्छौँ। नाक्सी लाग्यो मेरो हेर्दै जानु होला हाम्रो आजको के गर्न जाँदैछौँ हामी हेर्नु होला भन्न चाहन्छु। म चाहिँ अझै डर लगाइरहेछ आगो लगाएर किन चाहिँ यस्तो खुल्ला देख्यो त्यही भएर लाइनको पोल है त गाइजहरू। अन्त हाम्रो गाउँको बाजेहरू पनि आउनुभएको छ अनि पानी खानको लागि भनेर सबै हामी चाहिँ गैरा गाउँ चोक्रे गान्तोक हटिया भन्बाट आउँथ्यो ठाउँबाट चाहिँ सबै एकै ठाउँबाट पाइन्छ नि। यहाँ मुनिकोबाट ट्याङ्की पुगेपछि के ठाउँ चाहिँ त्यहाँ ट्याङ्की सफा गरेर अनि भोल पछि हारेको त्यही भएर यस्तो फोगो छ अरे त्यही भएर त्यही ट्याङ्की सफा गर्न जाँदैछौँ हामी चाहिँ। यता गाइजहरू सबैजना भेला भइसक्यो। हामी चाहिँ हाम्रो गाउँको बजै बाजुहरू भएर म त अलिक तल गइसकेँ हुन्छ ल ट्याङ्कीमा पुगेपछि। है गाइजहरू हामी चाहिँ यसैले खाँदैछौँ हो बजै किन हामी चाहिँ यसैले घारीमा आएर यसैले खाँदैछौँ। छेरपट लागेछ बजै लागेको छेरपट लागेको दुईटा फोका उस खाँदाखेरि के ऐसले ओके ऐसले हेर्नुहोस् त गाइजहरू ऐसले हेर्नुहोस् गाईहरू गाईहरू हेर्नुहोस् गाई गोरुहरू यहाँ के अरे कोरली बाच्छीहरूले ऐसेलो खान्छ गाइज कति मिठो भएको त मोबाइल मेरो गएर त्यसो गर्ने हो क्या अलिक ठुल्ठुलो चाहिँ खाइसक्यो त हामी चाहिँ नि घरै पनि टिप्दैछौँ यहाँ हेर्नुहोस् है। पहाड यसरी नि गरे
आलुसँग मिसाएर खाने चाहिँ तिमीहरू घर जानु पुग्छ होला हाम्रो पो धेरै हाम्रो पो मान्छे नि धेरै खाना पनि धेरै खान्छौँ खै कति पायो हेर देखाउँ त हाम्रो यहाँ यति ला गरी तल अनि पाउला नि अलिपछि हामी चाहिँ एउटा यहाँ नि छ रहेछ पर एउटा दुइटा हामी चाहिँ एउटा काम भनेर आएको तर तरकारी पायो हामी ऐसेली पनि खायौँ हाम्रो गाउँघरमा फलेको अर्ग्यानिक चिजहरू पानी अमला पनि छैन रहेछ कि के अरे त्यसको फल नरहेछ कि त्यसको फल नरहेछ कि गाइजहरू तर पानी अमला पनि देखाउनुहुन्छ हजुरलाई होइन हाम्रो गाउँघरको अर्ग्यानिक के हो यस्तो के हो कुनै ओके यहीबाट आउँछ र उताबाट जान्छ कुनै त बजारसँग अब ढिलो पर्यो हेर्नुहोस् त हबी कति साह्रो भिरालो यहाँबाट गुल्टी भयो भने त हुन त केही नै हुन होला तर चोटपटक चाहिँ लाग्छ होला त मलाई चाहिँ मर्दैन होला घाइते चाहिँ हुन्छ होला यहाँबाट खोल्छ हबे हबी त्यो सर्प जस्तो त्यो यत्रो छेवा हुन्छ कि त्यसले एकदम तर्साउँछ मलाई नि डर लाउँछ लास्टमा चाहिँ माइदिन्छ ओके त्यहाँ डर लाग्छ क्या मुसाले कस्तो घचा मात्र हाम्रो घर नि यस्तो यो फल पनि खान्छ यसलाई तर अँगेरी के भन्छ अरे यसलाई अँगेरी के भन्छ अरे पर कालो अँगेरी खान्छ यो पनि तर यो खायो भने कालो उसो पनि आउँछ कि गु पनि आउँछ कि खायो भने अहिले चाहिँ अलिक ऊ भएन रहेछ फल्ने बेला भएन रहेछ फुल चाहिँ फुलेको रहेछ पछि हुन्छ होला ल बजारले के देख्नुभयो त च्याउ रे के च्याउ पहिला जान्छ तरकारीले भरिन्छ क्या यसको त के अरे कुन के हो नाम थाहा छैन हामी चाहिँ आइपुग्यो है गाइजहरू हेर्नुहोस् ट्याङ्कीनिर आइपुग्यौँ हामी चाहिँ हाम्रो जनताहरू पनि रहेछन् यहीँ आइसक्नु भइरहेछन् कति पछि आएको त कस्तो नौलो ठाउँमा आइपुगे जस्तो भयो पर नयाँ ट्याङ्की बनाएको नि यो नयाँ ट्याङ्की हो नि त यो है यो चाहिँ पुरानो ट्याङ्की यो चाहिँ नयाँ ट्याङ्की है गाइजहरू हामी चाहिँ आएको थिएनौँ बल्ल आयौँ यो ट्याङ्की बनाएको कति वर्ष भइसक्यो हामी चाहिँ भर्खर पहिला हाम्रो मामाहरू यहाँ ट्याङ्कीमा पानी छोड्न आउँदाखेरि यहाँ बस्थ्यो कि अहिले त्यस्तो हुन्छ हामी चाहिँ आइसक्यौँ यहाँमा कस्तो भएको अहिले त कति यो चाहिँ झर्ल्याङ्दियो भने चाहिँ यसमै पानी लैजाने यहाँ चाहिँ गहिरा चोक्रे ध्यानथोक चाहिँ पानी चाहिँ हाम्रो ट्याङ्की उतै माथि होला नि उसमा जान्छ अनि त्यही कति पछि आएको कस्तो देखेको ठाउँ पनि यो अमिलीको त्यो चराको गुड पनि रहेछ भगटै होला नि खुर्सानी रोप्छ त्यो खिलीमा आउँदा अहिले त बोटै मरेर चाहिँ खुर्सानीको बोट कसो सुकिरहेको छ नि कत्रो रहेछ डाक्छन् मान्छे त्यसो हामी अगाडि जान्छौँ आइदे तर मलाई लाज लाग्यो हिँड्न पर गर न गाई छोरा हामी चाहिँ ट्याङ्की सफा गर्न आएको यो गाडी हो यो ठुलो ट्याङ्की रहेछ त्यहाँ माथि सफा गर्दै त्यहाँभित्र पानी त्यहाँभित्र छ
त मैला धारा उसमा चाहिँ सफा गर्न आएको है त हामी चाहिँ यसरी बस्छौँ। ओए कति लाउन खोजेको यो कुकुर घुर्या घुर्या यो रहेछ कि डन त यो ऊ त्यहाँ छ रहेछ एउटा कुनामा त्यो भोटे कुन हो होइन रहेछ तिखे पो रहेछ यो जुली गाइजहरू सबैजना यहाँ काम गर्न भर्खर मिर्गाएर भाग्यो। यो त धेरै वनको बिचमा यो ममता चाहिँ घाँस काट्न गयो माथि कहाँ गयो मलाई एक्लै छोडेर। जुली भर्खर आउँदै हुनुहुन्छ अरू गाउँको चाहिँ, हाम्रो गाउँको चाहिँ घाँस काट्न कता गयो माथि कता पुग्यो ममता त। बल्ल जम्मा भयो मान्छे। अघि त हाम्रो गाउँको मात्रै थिएँ, कोही उताबाट आउँदैछ कोही यता माथि गयो। ममताहरू काम छैन भनेर घाँस काट्न गयो। ए कता कता झरेको मान्छे त। मलाई भिडियो गर भनेर गयो मान्छेले हेरिरहन्। उताबाट आउँदै हुनुहुन्छ कति धेरै। हेर त कहाँ कहाँ वनको बिचबाट आएको। यहाँ भित्र चाहिँ दुईजना मान्छे पसेर अनि सफा गर्दैछन्। कतिखेर आयो बल्ल यताबाट आउँदै हुनुहुन्छ। हाम्रो गाउँको छिट्टो भएछ। मलाई ममताले हेर यहाँ भिडियो गर भनेर आफू कहाँ हरायो एक्लै छोडिदियो। ममता गाइजहरू मलाई एक्लै छोडिदियो यसले। भिडियो गर्दै आइज है भने म कहाँ पुग्यो कहाँ हो म त बाटै थाहा छैन। यो भगवान मलाई एक्लै छोडेर भिडियो गर भनेर आफू कहाँ पुग्यो। कहाँ जाने होला म एक्लै अब। गाइस म ममता कस्तोसँग गएर भेट्छु अब। मलाई बोल्नै आउँदैन केही गर्नै आउँदैन। यसले यत्तिकै छोडेर कहाँ गयो। बाटो हेर्नुहोस् न कस्तो छ फेरि भगवान त वनको बिचमा। अघि यही बाटो कि मिर्ग भाग्दै गएको करन्द सम्झ्नै सकेन। बाटो हेर्नुहोस् त यस्तो बाटोमा मलाई एक्लै छोडेर कहाँ गयो। तिनीहरू त ग्रुपै हो घाँस काट्ने ग्रुप। खास काम गर्न आएको कि पर्दैन जाऊ नानीहरू भन्यो। ऊ माथि छन् काट्दै घाँस काट्दै हिँड्छन् भ्लगर मान्छेले मलाई एक्लै छोडेर। टिचरहरू काम गर्न आएको मान्छे सबै घाँस काट्न लाग्यो। ऊ ममता यता छ, त्यहाँ बजै छ, माइजू छ, हो उता छ। चोक्रेको बाजुहरू त घाँस काट्न थाले तल पनि। बाटो फाड्न आएको वन फाड्न आए जस्तो भयो। यहाँ काँडा घोचेर अघि काम गर्न आएको मान्छे घाँसको भारी पुगेर हिँड्न थाल्यो। हिँड्ने सबैजना। ऊ तल आयो एकजना मान्छे। हामी चाहिँ आएर बसिसक्यौँ है गाइजहरू। पर फेरि हाँसिहाल्छ कि लुकिहाल्छ कि क्या भनेदेखि त्यही भएर यस्तो फुल पायो है त गाइजहरू। यो फुलको पछाडि चाहिँ पर्भा थापामा घर। अनि यो चाहिँ पिनालु हाम्रो चाहिँ गाउँमा यत्रो भयो बल्ल मकै गर्नु बेला भयो बल्ल एक हो। अनि पर्भाको खानेकुरा ल्याएको एकै तरकारी ल्याएको चाहिँ खै देखाउनु हेरौँ तरकारी देखाउनु हेरौँ। म चाहिँ घाँस पुगेको छु गाईहरू दिनु उठायो पनि यसको तरकारी खोइ च्याउ अनि न्युरो के भन्नुभएको बजे यो चाहिँ के भन्छ अरे भ्याकुर के अरे के हो रे न्युरो अनि त्यसपछि के को फुल हो क्या यस्तो फुल आजको ब्लग चाहिँ यति नै है त गाइजहरू। हामी चाहिँ घर आएर बसेर होइन। अनि आजको ब्लग चाहिँ यति नै। मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु म चाहिँ। है त गाइज बाई बाई।